हस्पिटलमा डेटिङ बसिदिएको क्या, हस्पिटलमा डेटिङ बसिदिएको क्या। तर एउटा मान्छेले अल्छी गरेर उता हुँदै बस्दैछ, गफसफ हामी त्यो आएको छ। मजाले खाइदिन्छु म, स्टार्ट गर्छु अब। गइ हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते। न्यू डे न्यू भिडियो लिएर फेरि पनि म आइसकेको छु प्रवीणा राई बिगिनियर च्यानलमा। हजुरहरूलाई न्यानो स्वागत छ। अनि साथीहरू, जब कहाँ जानुपर्ने हुन्छ अनि मात्रै भिडियो स्टार्ट गर्नु पर्यो भनेर मेरो दिमागमा आउँछ क्या। अनि अहिले चाहिँ म हस्पिटल जान लागेको। अनि अस्तिको भिडियोमा हेर्नुभयो होला, हाम्रो बाङालाई स्टोन भएको छ। अनि अब फिजिसियनलाई अस्ति चाहिँ देखाउन गएको थियौँ। अनि अरू प्रेसरको पनि पेसेन्ट हो नि त उहाँ। अनि अब प्रेसरसँग सम्बन्धित चाहिँ अस्ति नै डाक्टर निमाले फिजिसियनले हेर्दै हुनुहुन्थ्यो भने। अनि अहिले चाहिँ स्टोन भएको छ। अनि स्टोन पित्तथैलीमा भएको हुनाले अपरेसनै गर्नुपर्छ अरे, अब डाक्टरले भन्नुभएको। अनि अपरेसनै गरेर पित्तथैली फाल्नुपर्ने हुन्छ। अनि हाम्रो बाङा चाहिँ अनि अब अस्ति नैबाट प्रेसरको बिरामी भएको हुनाले अनि अब धेरै चेक जाँच गरेर अनि फिट भएर मात्रै अपरेसन गर्नुपर्ने हुन्छ अरे। अनि सो फेरि फिजिसियनलाई सबै चेकअप गरेर अनि रिपोर्टहरू सबै फिट आयो, सबै राम्रो आएको छ। अनि हुन्छ भन्नु भएर चाहिँ अनि फेरि अपरेसन गर्नुहुने डाक्टर रबिन डाक्टरलाई चाहिँ अनि अहिले आज बिहानै लोचन अनि बाङाचुना गरेर भेट्नुभयो। अनि एडमिट भइहाल्नु, अनि जति सक्दो चाँडै गर्दा हुन्छ, अब ठिक छ भन्नु भएर अनि भोलि मात्रै अपरेसन त हो। अनि तर आज एडमिट हुनु भन्नुभएको छ। अनि आज चाहिँ अनि अब दिउँसो खानासाना खाएर मजाले अनि त्यहाँबाट भेटौँ भनेर चाहिँ अनि अहिले अब लोचन म जान लागेको। लोचन झरिसक्नुभयो, बाङाले सुना पनि सायद हिँडिसक्नुभयो होला। अनि अब उतै हस्पिटलमा, लाइफलाइन हस्पिटलमा अनि डाक्टरसँग भेट्ने अनि जाँदैछौँ साथीहरू। अनि आजको अब अपडेट के हुन्छ कसो हुन्छ म भिडियो बनाउने छु। अनि हजुरहरूले मेरो भिडियोलाई अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। अब हेरौँ अब भरे बेलुकीसम्म के कसो गरिन्छ। अहिले चाहिँ हामी लाग्यौँ। हामी चाहिँ यहाँ हस्पिटल आइपुगेको छौँ। इमर्जेन्सीको ट्याकै बाहिर यसरी बसिरहेको छु म बाहिर। डक्टरहरू पनि आइपुग्नु भएको रहेछ। अनि हाम्रो छुना र बाङा पनि भर्खरै खाना खाइसक्दैछौँ भन्नुहुँदैछ। अब एकछिन टाइम लाग्ने रहेछ। तर आजको वेदर यस्तो छ क्या, बाहिर घाम त्यति लागेको छैन। अनि बिहानभरि पानी परेको थियो नि त, अनि शीतलै छ। यहाँ बसिरहेको छु। यहाँ कहिलेकाहीँ चाहिँ यसै सुनसान अरू मान्छे पेसेन्टहरू पनि हुनुहुन्न नि त। अनि हस्पिटलमा डेटिङ बसिदिएको क्या, तर एउटा मान्छेले अल्छी गरेर उता हुँदै बस्दैछ, गफसफ हामी त्यो यस्तो छ क्या। म त साँच्चीकै मोटाएर त्यो गाला पर्खिनु आँटेको जस्तो हुँदैछ त। यस्तो भइसक्यो यो, यस्तो भएर साँच्चै मोटाइसक्यो कि अस्तिभन्दा। फोन आयो फेरि, के गर्नु भयो, गफ गरौँ भनेको। एउटा मान्छे गेम खेल्नु थाल्यो। अनि म चाहिँ यहाँ साथी पनि छैन, के पनि छैन, के गर्नु भयो क्या। बोल्ने मान्छे भए साथी भए त बोलेको गर्थ्यो। अनि यहाँनिर यतिकै बोल्दै बस्नु भने नि बाउली जस्तो हुन्छ होला क्या मान्छेले। अनि साथी नै भन्नु गेम खेल्ने चाहिँ यस्तो छ। बाङा र छुना आइपुग्नु भयो। अब डाक्टरलाई यहाँ भेट्ने, त्यसपछि हामी हस्पिटलतिरै छौँ है, लाइफलाइनतिर अहिले अब घर जाँदै गरेको। अनि बाङालाई एडमिट गरिसक्यौँ, भोलि अपरेसन छ। त्यही रिस्क त अनि हामी नर्मलाई पनि भइहाल्छ नि, थापिनु हुँदैन। भगवान् भरोसा, भगवान्सँग भरोसा गर्नुपर्छ क्या। यदि गर्छ भने भोक लाग्यो भने दाजुकोमा खाजा खाएर अब लाग्दिउँ होला। टाइम छ 3:30 भइसक्यो। 4 बजेभित्र चाहिँ पुग्नै पर्ने हुन्छ एनी हाउ। अनि हाम्रो रेगुलर ड्युटीतिर त जानै पर्ने हुन्छ। अब
गएर हाम्रो सट्टामा भाइलाई पठाउँछु। अनि आज त अब एक अपरेसन भएको छैन नि त, बिरामी ठिकै हुनुहुन्छ। अनि एक्लै बस्छु भन्नुहुँदैछ क्या बाङमा त। अनि एक्लै त कहाँ छोड्नु, अनि भाइलाई पठाउने। हामी चाहिँ यता दाजुकोमा जाएको छौँ। दाजुहरूले चाहिँ कस्तो मजाले प्लान्ट रोप्नु भएको, सफा रहेछ हौ यहाँ त। त्यही त भनेको, यो वालहरूमा हेर्नु कस्तो राम्रो गरिरहेको हौ। यति धेरै स्पेस छ फेरि चाहिँ। फोन आयो। उतातिर पनि यस्तो मजाले प्लान्टहरू रोप्नु भएको छ। त्यहाँनिर प्लान्टहरू कति मजाले वरिपरि चटसँगले फुलै फुल। मेरोमा यो छ नि, यो मागेर लान्छु दाजुलाई। अनि यो लानु पर्यो। त्यो त पाहाडमा हुन्छ, पाहाडमा मात्रै हुन्छ भन्दैछ हौ। यो पनि यस्तो सबै किसिमको रहेछ त। अरू त किन यो पनि कत्रो भइराखेको छ त। पिस्नेले यो फुलको नाम के होला? लहरा बोट यत्रो छ, माथि फिजिएर यत्रो छ। स्पेसल थुक्पा बन्छ। अनि थुक्पा खाँदैछु, साथमा कोल्ड ड्रिङ्क्स, कोक, चिकन कि पर्कको दामी स्पेसल बनाउनुहुन्छ। आज चाहिँ भोक लागेको छ, मजाले खाइदिन्छु। म स्टार्ट गर्छु, अब गइहाल्नु पनि भयो कि। खाइसक्यो, खाजा टन्न भयो कि। कोकले झन् भुँडी ध्वसै भयो। खानुहुँदैछ, मैले चाहिँ सुप चाहिँ खानु सक्दिनँ जहिले। मलाई नर्मल्ली अब हाफ प्लेट पनि मैले खानु सक्दिनँ। ओभर मिठो भयो। अब सरासरी चल्यो। इमर्जेन्सी गइहाल्नु पनि काम भएको हुनाले अब गइहाल्ने। म चाहिँ थुक्पा खायौँ अघि नै, अनि अगाइएको छ। होटल आइसक्यौँ। आएर पनि हाम्रो सरसफाइ कार्यक्रम सबै चट्ट सकेर अनि केटीलाई खाजा पनि बनाइसकेँ। साई र जेनिसलाई, भाइलाई चाहिँ हस्पिटल पठाएको बाङालाई। अनि बाङाको साथीको लागि। अनि आज चाहिँ अब ठिकै हुनुहुन्छ, एक्लै बस्छु भन्नुहुँदै थियो। अनि अब एक्लै त कहाँ छोड्नु होइन बिरामीलाई। अनि फेरि भरे कता हो के हो, अनि भाइले उता रुङ्नु भनेर पठाउँछौँ। अब भरे बेलुकी बस्नको लागि चाहिँ अब को बस्नुहुन्छ, लोजन पनि जानुहुन्छ कि भोलि अपरेसन भएपछि मात्रै बस्नुहुन्छ कि अब के गर्नुपर्ने हो भरे नै हुन्छ। अहिले चाहिँ दनादन एउटा होइन क्या, उसलाई दुईवटा चाहिन्छ। अन्डा चाहिँ ठुलो भयो कि क्या हो। मान्छे यत्रो छ, खानु डबल छ, पढाइ पनि त्यस्तै गर नि छोरो। अघि त कस्तो राम्रो बाहिरको वेदर थियो, अहिले त्यस्तो भयो। घाम टलक्क लाग्न थाल्यो 5 बजी पनि। यस्तो छ हालत के गर्नु। गर्मी छ। राति चाहिँ गर्मी थियो पुरा, आधा रातबाट हुरी बतास चल्दै थियो हो। डामडुम ढोका झ्यालहरू बन्द गरेर सुतेको। अनि बिहान त पुरा बिगार गरिराखेको। बछेटा आएर के भएर गमलाको माटोहरू भुइँभरि सबै फोहोर भएर यस्तै हुन्छ। पानी नपर्दा पनि पानी किन नपरेको, पर्दा पनि छैन होइन, पर्दा पनि जस छैन, नपर्दा पनि छैन, यस्तै हो गाइज। हेर्दै गर्नु होला भिडियो।
दिमाग चल्ता है कि मुख चल्ता है। यता यस्तो हुने गरी भाम खाइन्छ। यस्तो चिसो हावा चलिराखेको छ, फ्यान चलिराखेको छ, र पनि मान्छेहरू काम छैन। यो चाहिँ के हो? के हो यो? अनि केटाकेटीले चाहिँ खाना दिइसके। हस्पिटल आज अब बाङाले एडमिट गरेको छ नि त। अनि आज चाहिँ अब ठिकै हुनुहुन्छ, भोलि मात्रै अपरेसन। अनि आज बिरामी एक्लै बस्छु अघिबाट भन्नुहुँदै थियो क्या। अनि अब कहाँ त्यसरी हुन्छ, छोड्नु भएन। अनि आज चाहिँ भाइलाई मात्रै पठाउने। भाइ अब यसो साथी अनि सुना यता डेमार्कमै बस्नुहुन्छ भाइ बाङासँग। हामी चाहिँ अब यहाँ हाम्रो त अहिलेसम्म छुट्टी नै भएको छैन। यहाँनिर अब ड्युटी छ। आज लोचन पनि रेस्ट गर्नुहुन्छ। भोलि अब अपरेसन पछि चाहिँ लोचन अब हस्पिटलमै बस्नुहुन्छ। उतै ड्युटी हो। सो आज चाहिँ दिवस भाइ मात्रै जाँदैछ। जेनिस पनि अब यहाँ भिडभाड भएको हुनाले अब अहिले गाह्रो पर्छ होला। भोलि चाहिँ अब बिरामीको अवस्था पनि कस्तो हुन्छ, के हुन्छ। अनि अब धेरैजना चाहिन्छ नि त। धेरैजना बस्नुपर्ने अवस्था पनि हुने भएको हुनाले अहिले भाइलाई चाहिँ पठाउँदैछु। खानासाना खाइसक्यो अनि जाने लागेको छ। अनि लोचन म चाहिँ खाना पनि खाएको छैन। आज के खायो? दाजुकोमा थुक्पा खाएको, त्यही थुक्पा घटेको छैन क्या मलाई। अल्छाम घटेको छैन। त्यहाँबाट यता म केही खाएको छैन। होइन दुईजनालाई खाजा बनाइदिएँ। अनि केही खाएको छैन एकदम। त्यही त एकचोटि मैले गजब खाएपछि पुरा अगाउँछ क्या। म खाना एकछिनमा 11 बजीतिर खाना खान्छु। भयो आज अघि बेलुकीतिर अलिअलि घाम लागेको थियो, त्यसले हल्का गर्मी थियो। तर अहिले शीतल भएको छ। आजको रात चाहिँ एकदमै शीतल हुन्छ होला जस्तो छ है गाइस, हेर्दै गर्नु होला। म दिन्छु बाडेर दिन्छु, त जान्दैनस्। चाबी खोल त है। ओइ जान्दैनस्। बाज छ कि बाजेर मर्छ त यिनीहरू त। यो ब्याग बुक त खान्छ यिनीहरू त, बाजेर मर्छ त। एकछिन न, यो पक्री त नानी। ठाउँ चाहिँ किन पर्नु यहाँ? बुढो कालीको लागि त चिकन लेग पिस नै बच्चेन। ए जी यहाँ मासु आमा काली अनि पुन्टे मधे बाल दिनुपर्छ। ला कमिला आइस नि त। तेरो आफ्नै खाए धुवासे। हिँड्नु भाग